हेलो साथीहरू, सेवाहरू नमस्कार। आज म चाहिँ पूजा गर्न लागेको। मेरो सोमबारको व्रत हो साथीहरू। आज चाहिँ खास राम्रो दिन पनि परेको छ, राम्रो एकदम भएर झन् म एक्साइटेड एकदम छु। अनि यो चाहिँ पञ्चामृत बनाउनलाई दुध दहीहरू उयो गरेर पञ्चामृत बनाउँछु साथीहरू। यसरी दुध दही यसरी बनाएर साथीहरू यो पञ्चामृत यसरी साथीहरू मैले यहाँ घिउ चिनी मह अनि दुध दही अनि मिक्स गरेर पञ्चामृत बनाएँ। मिठो बास्ना आउँछ साथीहरू। मन चाहिँ यो लक्ष्मी भगवानलाई दिनलाई यो 21वटा उयो बाती अब भगवानलाई चढाउन यसरी ओम नमः शिवाय भनेर म प्रत्येक सोमबार जाप गर्दै पूजा गर्छु साथीहरू। मलाई चाहिँ खास गुरुजीले यसरी नै पूजा गर्नु भन्नुभएको छ, त्यही भएर मैले यसरी नै पूजा गरेको साथीहरू। म प्रत्येक सोमबार यसरी नै आमालाई टिका लगाइदिन्छु, तर आजको दिन चाहिँ खास भएर मैले आमालाई टिका लगाएको भिडियो बनाउनु मन परेको साथीहरू। असार 15 भनेर यसरी अनि मैले पनि आमालाई टिका लगाइदिनु भने मैले अनि आमाले टिका यसरी अलिक जान्नु भएन, त्यही भएर मैले चाहिँ यसरी आमालाई हातमा समय मलाई टिका लगाइदिनु, मलाई आशीर्वाद दिनु भनेर भने साथीहरू। अनि लु बाई बाई गर्नु भनेर भनेको बाई बाई गर्नुभयो। अहिले चाहिँ दही चिउरा कोला आँपहरू मात्रै खाने भन्नुभयो, अनि त्यही भएर त्यो मात्रै दिए साथीहरू। भरे खानामा चाहिँ मासुहरू हिजै पकाएर राखिदिएको थिएँ मैले आज, किनभने आज म पूजा गर्छु भनेर उयो मैले मासु समाउँदिनँ भनेर मैले चाहिँ भनेर हिजै पकाएर दिएको साथीहरू। आमाले चाहिँ मिठो छ यो म यो स्याउको जुस अरे आफै बनाएको गर्नु यो दिउ जस्तै खान्छ। अनि कस्तो छ राख्नु त त्यस्तो या ठोक्नु पर्छ या कस्तो चुक्का कस्तो राम्रो मिठो छ मिठो छ अरे मिठो छ कति खाएको हुन्छ मलाई दिउमा भयो। आज चाहिँ के अरे अङ्ला भाँचेर भन्नु तीनटा भनेर कुन तीनटा यसो भन्छ अङ्ला भाँचेर यसो भन्नु। अब एउटा के हो असार 15 असार 15 सोमबार मेरो पूजा छोरीको पूजा, अनि अर्को असार 15 केरौँका 15 मेरो बर्थडे चाहिँ बिर्सेको कति अनि यस्तो छ हाम्रो बर्थडे। अब के भन्नु त हामी दुईजना मात्रै छु मैले खान्छु त्यो यो र गुला खान्छु साथीहरू। आज मासु चाहिँ छैन है, मेरो व्रत हो कि, त्यही भएर आमा र नानीको लागि चाहिँ हिजै पकाइदिएको। अहिले खाँदैछु। हामीलाई लाइक कमेन्ट सब्सक्राइब गर्नु होला भन्नु ल। लाइक कमेन्ट सब्सक्राइब गर्नु होला भन्नु। बाई बाई टाटा।